यो ओइ सुनिराख भाइ अब मेरो कुरा। तँलाई थाहा छैन तेरो दाइ मुजी खतरनाक हो भनेर। कहिले बुझ्या छैन मेरो बारेमा त। म त शान्त स्वभावको म मान्छे, भित्रदेखि टेढो बाङ्गो। के गर्छु त्यो थाहा हुँदैन, जब म नसामा हुन्छु के गर्छु त्यो पनि मलाई थाहा हुँदैन त। म मान्छे अलग्गै टाइपको, जिन्दगीमा सङ्घर्ष गर्न छोडेर म आफ्नो लाइफ आफ्नो तरिकाले जिउँदैछु त। के गर्ने त बुझिरहेको छु, दुनियाँदारी सबैलाई लुटिरहेको छु। पाप त धेरै गरे तर म राम्रो काम गर्दैन। यो दुनियाँमा राम्रो काम गर्ने मान्छे धेरै गरिबी हुन्छ, जो ठगी लुटी पुटी गर्छ त्यो मान्छे बबाल हुन्छ। तँलाई थाहा छैन त मेरो गाउँमा कति काण्ड हुन्छ। मेरो कुरा अब के गर्ने त, लाइफ यस्तै भएको छ। सबैले मलाई नाना थरी टेन्सन दिइरहेछ त। कुरा म कसैको सुन्दैन, आफू बाहेक भरोसा कसैलाई गर्दिन त। मेरो यस्तै छ लाइफ, सबैले मलाई भनेछ लफङ्गा फटा गुन्डा, तर पनि मलाई बाल भएन। दुनियाँ के भन्छ उनीहरूको पछाडि लाग्नु हुँदैन, आफ्नो बाटो हिँड्नु पर्छ, कसैको मद्दत गर्नु पर्दैन। या बुझिरहेको छु सोचिरहेको छु यो परदेशमा आएर यस्तै लाइफ भएको छ। यो जिन्दगी देखेर मलाई ल्याङ लागिरहेछ। कुरा के भन्ने अब सबै सुनिराख। दुनियाँमा गरेको काण्ड मैले धेरै छ त, तर म मरेपछि स्वर्ग होइन पक्का नर्कमा जानेछु भाइ। मेरो काण्ड सुनेपछि तेरो हात थरर तेरो मुटु धक गर्छ। फेरि त बुझिराख मेरो बारेमा पहिला जानिहाल। मसित पंगा लिन भने मेरो ब्याकग्राउन्ड बुझिहाल। कुरा के भन्ने लाइफ यस्तै छ, दुनियाँले मलाई लफङ्गा फटा बनाएको छ। त्यसैले म आज भोलि राम्रो काम दाम छोडेर आफ्नो नाम कमाउँछु त। मेरो यस्तै छ लाइफ, के गर्ने त। जिन्दगीमा गरेको छैन मैले राम्रो